हाय दर्शन नमस्ते, म श्याम थापाको तर्फबाट वनम्यारो पीडित जस्मिन नानीलाई आजभन्दा केही महिना पहिले हाम्रो रोल्पाको डेलिजियम भन्ने व्यक्तित्वले यो भिडियोलाई सार्वजनिक गर्नुभएको रहेछ। सहयोगी हातको लागि भिडियो बनाउनु भएको रहेछ र चण्डीगढको पीजीआई हस्पिटलमा उपचार गर्नका लागि 40 लाख नेपाली जम्मा गर्नुपर्छ भन्नेपछि हस्पिटलबाट फर्काउनु भएछ पैसा नभएर। सुन्नुहोस् यो डेलिजियमले के भनेर सहयोग माग्दै हुनुहुन्छ र कसको नाम लिएर बोल्दै हुनुहुन्थ्यो पहिले यो सुन्नुहोस्। के भएर जन्म ल्याए सुखी जीवन यापन गर्न, तर के गर्नु हजुर, यहाँ त दैव पो पहिरेदार हुँदो रहेछन्, दैव पो पहिरेदार हुँदो रहेछन्। हेर्नुहोस् त यी सानी हिजो मात्र 4 वर्ष पूरा भइकन 5वीं वर्षमा लागेकी ज्यास्मिन नानुलाई बोनम्यारो क्यान्सर लागेर मरेर बाँच्नेको दोसादमा अल्झिरहेका छन् र यिनको उपचार अहिले चण्डीगढको पीजीआईमा चलिरहेको छ र डाक्टरहरूले भनेका छन् यी नानुको अपरेसन गर्नको लागिमा 40 लाख रुपियाँ नेपाली अर्थात 25 लाख रुपियाँ भारू लाग्ने भएको हुनाले पैसा जम्मा गर अनि हामी नानुलाई आफ्नो अपरेसन चालू गर्छौं भनेर भनेको हुँदा अहिले हस्पिटलबाट निस्किएर त्यही चण्डीगढकै सानी गाउँमा कोठा लिएर बस्न बाध्य भएका छन् र अहिलेसम्मलाई रोल्पाली सेवा समाज केन्द्रीय कार्यालयको रिक्वेस्टमा र रोल्पाली सेवा समाज शाखा भारतको नेतृत्वमा मात्र 7 लाख रुपियाँ नेपाली उठ्न सफल भएको छ। 33 लाख रुपियाँ नेपाली कहाँबाट ल्याउने हो? घरको आर्थिक स्थिति पनि साह्रै कमजोर भएको हुँदा र यिनको बाबा पनि भर्खर मात्र विदेशी भूमितिर कमाउन गएका छन् र यस्तो गरिब घरको नानीलाई कसरी बचाउने हामीले भनेर उनका बाजे र आमाको रिक्वेस्ट छ कि हाम्रो आवाज धेरै अगाडि नजाने भएको हुनाले कृपया हजुरले सकेसम्म यो भिडियोलाई बनाइदिनुहोस् र धेरै मान्छेहरूले लाइक कमेन्ट र शेयर गर्नुभएछ भने सायद यी नानीको भिडियो भोजराज थापा, अर्जुन भुसाल र गेबिना मगर अनि साथै आशिका तामाङ र गायिका टिका सानुसम्म पुग्न सक्छ कि भनेर उनीहरूले बिन्ती चढाएका छन्। र आदरणीय दर्शक बिनहरू, यदि सक्नुहुन्छ भने एक छाकको खाना, एक दिनको ध्यारी, यदि सक्नु हुँदैन भनेदेखि मात्र यो भिडियोलाई शेयर गरेर हाम्रा देश नेपालका हस्तीहरू भोजराज थापा, अर्जुन भुसाल र गेबिना मगर अनि टिका सानु र आशिका तामाङसम्म पुर्याइदिनुको लागि म रिक्वेस्ट